आदरणीय दर्शकबिन पिएसआर पोडकास्टको यो एपिसोडमा तपाईँहरूलाई स्वागत छ। आज हामीसँग अतिथि हुनुहुन्छ बारा जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चन्दन स्वर्णकारजी। सबभन्दा पहिला उहाँलाई स्वागत गरौँ। चन्दनजी, स्वागत छ तपाईँले। हस्, धन्यवाद। के गर्दै हुनुहुन्छ आजभोलि? पार्टीको अधिवेशन लागेको छ। सङ्गठन जुन ठाउँमा बनिसकेको छैन त्यो ठाउँमा सङ्गठन बनाउने योजनाहरू र बनिसकेको ठाउँमा चाहिँ अधिवेशनका प्रक्रियाका योजनाहरूको रूपमा अहिले हामीले काम गरिराखेका छौँ। राष्ट्रपा पार्टीमा लाग्नुभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो? तपाईँ कसरी राजनीतिमा कसरी आउनुभयो? म पढ्नमा 10 कक्षासम्म एउटा औसत विद्यार्थीको रूपमा थिएँ, तर कक्षा 11देखि मास्टरसम्म म चाहिँ राम्रो विद्यार्थीको रूपमा पढ्थेँ। त्यही क्रममा काठमाडौँमा पढाइको क्रममा गइसकेपछि कीर्तिपुरबाट मास्टर डिग्री गर्ने मौका पनि पाएँ अर्थशास्त्रमा। अर्थशास्त्रमा स्नातकोत्तरको पढाइ सकिसकेपछि होटल याके नीतिमा म 8 वर्ष चाहिँ कस्ट कन्ट्रोलरको रूपमा काम गरेँ। यसै क्रममा चाहिँ 2079 साल 10 गते वैशाख 10 गते मलाई फोन आउँछ काठमाडौँमा बस्दै गर्दाखेरि महागरिमाई नगरपालिकाको नेपाली काङ्ग्रेसको राजनीतिबाट मेरो बुवा पनि चाहिँ आकाङ्क्षी उम्मेदवारको रूपमा चाहिँ हुनुहुन्छ, सम्भावना उहाँको पनि प्रबल छ भनेपछि म त्यहाँबाट जनकपुर गएँ। तर जनकपुरमा गइसकेपछि त्यहाँको राजनीतिक अवस्था र राजनीतिक विकृतिहरू देखिसकेर मलाई चाहिँ यस्तो घिन्न लाग्यो कि म त्यहाँबाट फर्केँ र एउटा स्वतन्त्र उम्मेदवारीको रूपमा 2079 साल वैशाख 12 गतेदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरेँ। स्वतन्त्र रूपमा महागरिमाईबाट राजनीतिक यात्रा सुरु गर्दै गर्दाखेरि त्यहाँका विद्यार्थीका मुद्दाहरू उठाएर चाहिँ जब हामीले आन्दोलन गरिराखेका थियौँ शान्तिपूर्ण तरिकाले, अनि त्यो आन्दोलनलाई चाहिँ निरङ्कुश तरिकाले दबाउने त्यहाँको स्थानीय सरकारले प्रयास गर्यो। एउटा अलोकतान्त्रिक शैली प्रयोग गरेर दमनकारी शैलीमा त्यहाँको स्थानीय सरकार चाहिँ हामीमाथि प्रस्तुत भएको थियो। त्यसपछि 2079 साल असार 7 गते अब जति पनि देशभरिमा स्वतन्त्र व्यक्तिहरू उठ्नु भएको छ ती सबैलाई समेटेर चाहिँ एउटा स्वतन्त्र पार्टी नै निर्माण गराउनु त। देशको एउटा माहौल बदलिसकेको थियो। काठमाडौँ, धनगढी, धरान लगायतका ठाउँमा उपयुक्त पात्रहरू स्वतन्त्रबाट जितेर आइसक्नु भएको अवस्था थियो। त्यही क्रममा मेरो चाहिँ रवि लामिछानेज्यूसँग भेट भयो। उहाँले मधेसको जिम्मा ममता शर्माज्यूलाई दिनुभएको थियो। ममता शर्माज्यू मधेसको 8 जिल्लामा सङ्गठन निर्माण गर्ने क्रममा मेरो पहिलो भेट चाहिँ उहाँले रवि लामिछानेज्यूसँग गराउनु भएको थियो। रवि लामिछानेज्यूले सिधा कुरा जनतासँग चलाउँदै गर्दाखेरि उहाँसँग मेरो त्यति सम्पर्क सहकार्य थिएन। खासै मैले उहाँलाई त्यति राम्ररी चिनेको पनि थिएन। तर अब पार्टी बनाएर जानुपर्छ, मिलेर जानुपर्छ भन्ने कुराहरू आइसकेपछि उहाँले गरिमाईको दर्शन गराउनुपर्छ भनेर मलाई पहिला प्रस्ताव राखिसकेपछि मैले गरिमाईको दर्शन गर्न लिएर आएको थिएँ। संयोगले त्यही दिन ममता शर्माजीले बारा जिल्ला भेला पनि राख्नु भएको थियो। यसो पार्टीसँग नै आबद्ध भएर म राजनीति गर्छु भनेर चाहिँ सोचेको थिएन। तर त्यो अहिले पनि सम्झना छ। 2079 साल भदौ 29 गतेको दिन कलैया भरत चौकमा बारा जिल्ला रासपाको प्रथम जिल्ला भेलाबाट मलाई लाग्छ कि मध्य प्रदेशमा पहिलो बारा जिल्लामै होला जसले रवि लामिछानेज्यूले आएर जिल्ला सभापति बनाउनु भएको थियो। त्यो दिन उहाँले चाहिँ बनाउनु हो। त्यहाँ जिल्ला भेलामा उपस्थित आम जनसमुदायले बनाउनु हो। राजनीति गर्ने इच्छा चाहना नहुँदाहुँदै पनि, राजनीतिक दलसँग आबद्ध भएर राजनीति गर्ने चाहना नहुँदाहुँदै पनि चाहिँ त्यो बेलादेखि राजनीतिक यात्रा मेरो सुरु भयो। अनि राजसपामै किन आउनुभयो त? अरू दल पनि त थिए नि त। राजसपामा आउनुको पछाडि कारण के थियो? त्यही रवि लामिछानेसँगको निकटता मात्र हो कि अरू पनि केही कारण थियो? होइन, उहाँले पहिलो भेटमै मलाई विधिको कुरा गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी हामीले राजनीतिक दलको रूपमा मात्र चाहिँ स्थापना गर्न गइराखेका छैनौँ। यसले आउने समयमा विधिको स्थापना गर्छ, सुशासन समाजमा ल्याउँछ, भ्रष्टाचार मुक्त समाजको निर्माण गर्छ भनेर यो 3टा विषयले चाहिँ म आकर्षित भएर दलसँग चाहिँ आबद्ध भएको थिएँ। जुन बेला तपाईँ राजसपामा लाग्नुभयो
त्यो बेलाको समय कस्तो थियो र अहिलेको समय कस्तो छ? त्यो बेला त मान्छे पनि पाउँदैन थियो। हामी पनि अब नजिकबाट हेरेका छौँ कि तपाईँहरूको बेलामा मुस्किलले 10, 15, 20 जना मान्छे जुटाउन पनि तपाईँहरूले गाह्रो हुन्थ्यो। तर अहिलेको समय हेर्ने हो भने अब सबै रासोपा नै भन्छन्। सही कुरा त्यो सुरुमा जुन सङ्घर्ष गर्नु पर्यो त्यो अलिकता सुनाउनु न। होइन, सङ्घर्ष त हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै साथीहरूले गर्नुभएको छ, सुरुमा जुडेका साथीहरू। अहिले एउटा रोचक प्रसङ्ग छ। एउटा ठाउँमा हामीले पालिका भेला गर्नुपर्ने थियो, डेट एनाउन्स गरिसकेका थियौँ। त्यहाँका स्थानीय साथीहरूले चाहिँ कार्यक्रम गर्छौँ भनेर चाहिँ हामीले भनिसक्नु भएको थियो। तर त्यहाँ जब म ब्यानर लिएर गएँ, त्यहाँ कोही पनि एकजना पनि हुनुहुन्थेन, एकजना पनि हुनुहुन्थेन। त्यो बेला चाहिँ म सबैजनालाई हात जोडेर बजार आफै चाहिँ घुमेर आइदिनुहोस्, बसिदिनुहोस्, हाम्रो कुरा सुनिदिनुहोस् भनेर चाहिँ त्यो बेलादेखि बोलाएर एउटा 15-20 जना मैले जम्मा गर्ने मौका पाएँ। त्यो बेलादेखि मैले चाहिँ सङ्घर्ष के हो भन्ने कुरा, राजनीतिक सङ्घर्ष के हो भन्ने कुरो चाहिँ मैले त्यो बेला फिल गरेँ। र राष्ट्रिय स्वतन्त्र पार्टीमा आर्थिक रूपमा भन्ने हो भने प्राय युवाहरू जुडेका थिए। अब म आफै युवा भइसकेपछि मेरो सम्बन्ध सहकार्य बढी युवाहरूसँग नै हुने भयो। र युवाहरूको यो समय चाहिँ के हुन्छ भने कमाउने उमेर हुन्छ। आफ्नो बुवा आमालाई चाहिँ कमाएर चाहिँ हेरचाह गर्ने, श्रीमतीलाई चाहिँ बालबच्चाहरूलाई पढाउने हुर्काउने भन्ने चाहिँ यो उमेर हुँदैमा युवाहरूलाई राजनीतितर्फ आकर्षित हुनुपर्छ। राजनीतिभित्र हामी छिरेर यो जुन फोहोर राजनीति भइसकेको छ त्यसलाई सफा गर्नुपर्छ भनेर म सबै ठाउँमा युवाहरूलाई कन्भिन्स गर्दै हिँड्दै गर्दाखेरि एउटा ठुलो आर्थिक चुनौती पनि चाहिँ हामीनिर कार्यक्रमहरू गर्नको लागि। किनकि राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन बेलादेखि म आबद्ध छु त्यो बेलादेखि न केन्द्रबाट न प्रदेशबाट कहीँबाट न कुनै आर्थिक सहयोग हामीले कसैसँग आजसम्म 12 जिल्लामा उठाएका छैनौँ, लिएका छैनौँ, आएको छैन। सबै साथीहरूले आफ्नो व्यक्तिगत गोजीको पैसाबाट पकेट मनी बचाएर घर परिवारमा जो पैसाहरू आफ्नो श्रीमतीलाई, बुवालाई, छोराछोरीलाई चाहिँ त्यो पैसाबाट केही गरिदिन सकिन्छ भने त्यो पैसाबाट बचाएर चाहिँ हामीले राजनीति चाहिँ यहाँसम्म लिएर आएका छौँ। आज थुप्रै साथीहरू जुड्नु भएको छ, खुसी लाग्छ। हामीले बनाएको घर मा अहिले थुप्रै साथीहरू आउनु भएको छ। अब हुन त बजारतिर साथीहरूले भन्छन् तपाईँहरूले बनाइदिएको घरमा पाहुनाहरू आउनु भएको छ र आँगन सफा गर्दै हुनुहुन्छ। उहाँहरूले राम्ररी आँगन सफा गर्नु भएन भने तपाईँहरू पुनः एकचोटि घर सफा गर्नुपर्छ भनेर पनि भन्नुहुन्छ। हामी सूक्ष्म निगरानीमा राखेका छौँ बारामा भइराखेका गतिविधिहरूलाई। अनि यही पार्टीकै गतिविधिमा संलग्न हुँदाखेरि तपाईँमाथि एउटा आरोप पनि लागेको थियो त्यतिखेर। पार्टीले कारबाही पनि गरेर लगभग साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। खासमा त्यो आरोप चाहिँ आरोपै थियो कि के थियो? एकदमै महत्त्वपूर्ण प्रश्न सोधिदिनु भयो। अब यो ठ्याक्क घटना 2080 साल हाराहारीको थियो। त्यो बेला एकजना महिला चाहिँ हाम्रो पार्टीमा आउनुभयो। म उहाँलाई चिनेको थिइनँ, देखेको थिइनँ। कलैया वडा नम्बर 11 को वडा भेला गर्ने क्रममा, त्यहाँ समिति गठन गर्ने जाने क्रममा ती महिला चाहिँ आउनुभएको थियो। ती महिला आइसकेपछि पार्टीमा हाम्रो प्रवेश गर्नुभयो। प्रवेश गरिसकेपछि त्यो वैशाख 1 गतेको कुरा थियो। ठिक्क 2080 साल वैशाख 1 गते नयाँ वर्षकै दिन चाहिँ त्यहाँ हामीले वडा भेलाका कार्यक्रम राखेका थियौँ। वैशाख 18 गते त्यसपछि उहाँले मलाई फोन गर्नुभयो। भेलामा आइसकेपछि सबै साथीहरूले चाहिँ फोन नम्बर साटासाट गर्ने चलन रहेछ। अब त्यो फोन नम्बर साटासाट गरिसकेपछि उहाँले के भन्नुभयो भने मेरो नागरिकतामा चाहिँ समस्या छ। मेरो बुवा आमाले चाहिँ मलाई घरबाट निकालिसकेर मेरो श्रीमानले पनि मेरो नागरिकता खोजिदिनु भएको छ। त्यो नागरिकता चाहिँ प्रतिलिपि चाहिँ दिन मानेको छैन जिल्ला प्रशासन कार्यालयले। मसँग नागरिकताको फोटोकपी हुँदाहुँदै पनि। अनि मैले त्यस विषयमा सिडिओ साहबसँग बुझाएको थिएँ। सिडिओ साहबले होइन, नागरिकताको प्रतिलिपि छ भने चाहिँ नागरिकता पाउन सजिलो हुन्छ, अभिलेख पनि भेटाउन सजिलो हुन्छ भने उहाँको काम गरिसकेपछि उहाँले मलाई धन्यवाद भन्न फोन गर्नुभएको थियो। मैले हस् भनेर फोन राखिसकेपछि उहाँ पार्टी कार्यालय आएर नै पछि चाहिँ हिमचिम हुनुभयो। अनि उहाँको रेगुलर बेसिसमा चाहिँ पार्टी कार्यालयमा आउने गतिविधिहरू चलिराखेको थियो। पछि अचानक उहाँले वैशाख 18 गते फोन गर्नुभयो। 12-13 दिन चाहिँ उहाँ पार्टी कार्यालयमा आउनुभयो। ज्येष्ठको दोस्रो साता
उहाँले ममाथि एकदम सङ्गीन आरोपहरू लगाउनुभयो। तर त्यो आरोपहरू कहाँ लगाउनुभयो भने उहाँले नेपालको फौजदारी कानुन र नेपालको सरकारले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर उहाँले चाहिँ मैले गल्ती गरेको थिएँ भने जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दिनु पर्थ्यो। तर उहाँले कहाँ उजुरी दिनुभयो भने पार्टीमा उजुरी दिनुभयो। पार्टीमा उजुरी दिनुभयो भनेपछि ती एकदमै सङ्गीन आरोपहरू लगाउँदै गर्दाखेरि मैले त्यसलाई डिफेन्ड गर्न चाहिँ सकिनँ त्यो बेला। किनकि अहिले हाम्रो नेपालको कानुन कस्तो छ भने महिला दिदीबहिनीहरूले भनिदिएको कुराहरू समाजले चाँडै पत्याउँदो रहेछ। हुन त सबै ठाउँमा यो लागू छैन, तर ती कुरालाई लिएर पार्टीले मलाई कारबाही गरेको हो। साधारण सदस्य समेत नरहने गरिकन पार्टीले मलाई 1 वर्ष कारबाही गर्यो। म निर्दोष छु भन्दै पार्टीले कारबाही गर्यो। तर निर्दोषको मैले प्रमाण चाहिँ प्रस्तुत गर्न नसकेको कारणले गर्दाखेरि नै मलाई पार्टीले कारबाही गरेको। म त्यसमा चाहिँ पार्टीको निर्णयको उपर मैले प्रश्न चिन्ह उठाउन खोजिनँ, किनकि मैले आफैले पनि निर्दोष छु भनेर प्रमाण प्रस्तुत गर्न सकेको अवस्था थिएन। त्यसको ठिक्क 33-44 दिनपछि चाहिँ संयोगले ती महिलाले जे आरोपहरू लिखित रूपमा दिनुभएको थियो त्यसमा एउटा घटनाको जिक्र विवरण उल्लेख गर्नुभएको थियो। उहाँले के विवरण उपलब्ध गर्नुभएको थियो भने यो सबै घटनाहरू घट्ने क्रममा जब म भागेर जाँदै थिएँ अनि मेरो स्कुटीको दुर्घटना भयो। अनि संयोगले त्यो स्कुटी उहाँले के भन्नुभएको थियो, यो राति 8-9 बजीतिर दुर्घटना भयो। तर संयोगले त्यो दुर्घटना भोलि बिहानपल्ट चाहिँ भएको रहेछ। त्यो सिसिटिभीमा चाहिँ त्यो दुर्घटनाको फुटेजहरू चाहिँ हामी निकाल्यौँ र त्यसलाई चाहिँ प्रस्तुत गऱ्यौँ। सम्बन्धित निकायमा प्रस्तुत गरिसकेपछि र ती महिलालाई हाम्रै पार्टीभित्रका केही साथीहरूले कुनै ठाउँमा लगेर उहाँको खातामा 1 लाख रुपियाँ चाहिँ ट्रान्सफर गरिएको रहेछ। 1 लाख रुपियाँ उहाँको खातामा ट्रान्सफर गरिसकेपछि चन्दनजीलाई चाहिँ जिल्ला सभापतिबाट जसरी पनि हटाउनुपर्छ। जिल्ला सभापतिबाट हटाउन सकिन भने आउने दिनमा आगामी दिनमा हाम्रो राजनीतिक रूपमा स्थायित्वले हुन दिँदैनन्। त्यही भएर तपाईँले हामीले सहयोग गर्नुहोस् भनेपछि ती महिलाले 1 लाख रुपियाँ जब खातामा आइसकेपछि उहाँले ममाथि आरोप लगाएको कुरा र उहाँले जुन आरोप लगाउनु भएको थियो, जुन लिखित रूपमा दिनुभएको थियो, ठ्याक्क त्यो कुराहरू सिसिटिभीले नकारिसकेपछि दुधका दुध र पानीका पानी भयो। अनि पार्टीले मलाई 1 वर्षको लागि साधारण सदस्य समेत कारबाही जुन गरेको थियो त्यो ठ्याक्क 44 दिनमा मलाई कारबाहीबाट फिर्ता बोलायो। फिर्ता बोलाइसकेपछि पार्टीको त्यो बेला अलिकति जिल्लामा केही समय लथालिङ्ग नै भयो। जिल्ला भेलाहरू गर्ने क्रममा चाहिँ त्यो सफल नभइदिने, विभिन्न गुटको पार्टीमा चाहिँ त्यो लहर एउटा चल्ने कुरो भयो। अन्ततोगत्व चाहिँ तपाईँको 2081 साल पुस 6 गते हो। पुस 6 गते जिल्ला भेलाबाट मलाई पुनः चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाका सम्पूर्ण सदस्यज्यूहरूले मलाई चाहिँ निर्वाचित गर्नुभयो। अनि त्यही हो घटना त्यो। जुन बेला यहाँ मधेसमा भनौँ न केही पनि थिएन, त्यति बेलाका साथीहरू पनि अब जुन लागेर पार्टीले यहाँसम्म पुर्यायो त्यो साथीहरू पनि छोडेर जानुभयो। तपाईँ पनि लगभग छोड्ने मुडमा हुनुहुन्थ्यो, पार्टी छोडेर जाने राजीनामा दिने पक्षमा हुनुहुन्थ्यो। खास कारण के थियो? होइन, यसमा मैले सुरुमा हजुरले कुरा गर्दाखेरि मैले एउटा विषय उठान गरेको थिएँ, विधिको कुरा। राजनीतिक दलहरू देशमा चाहिँ कति छन्, राष्ट्रले विधि मान्छ भनेर चाहिँ हामी युवाहरू यसमाथि विश्वास गरेका छौँ। तर विगतमा चाहिँ के भइदियो भने पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै निर्वाचनमा हुमिन्ने भन्ने कुरोहरू चाहिँ प्रसङ्गहरू चलिराखेको अवस्था थियो। त्यो बेला ठ्याक्क बालेनजी चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइसकेको अवस्था थिएन, न कुलमानजी हुनुहुन्थ्यो। समानुपातिकको प्रोसेसहरूसम्म चाहिँ ठिक थियो। समानुपातिकको नतिजा आइसकेपछि ठ्याक्क त्यसै बेलामा चाहिँ बालेनजीहरूको चाहिँ प्रवेश चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भयो। कुलमानज्यूको पनि प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टीमा भइसकेपछि एक किसिमको अलिकति उथलपुथल भएकै हो। पार्टी त्यो बेला विधिबाट चुकेकै हो, तर आवश्यकताको सिद्धान्त हुन्छ। देशमा चाहिँ परिवर्तन गर्नुपर्ने थियो, सुशासन ल्याउनु पर्ने थियो। एउटा साझा विचारधारा बोकेका व्यक्तिहरू, देशमा सकारात्मक परिवर्तन होस् भन्ने चाहने शक्तिहरूको बिचमा एकता अपरिहार्यता थियो।
त्यो बेला अलिकति विधिमा फरक राजपामा परेकै हो, तर त्यो विधिमा फरक पर्नुको पनि एउटा प्रमुख कारण त म समय भन्छु। समय भइदिएको भए, उपयुक्त समय भइदिएको भए चाहिँ त्यसलाई पनि चाहिँ हाम्रो पार्टीले सट डाउन गर्थ्यो। तर एकदम समयको अभावको कारणले गर्दाखेरि सबै कुराहरू छिटछिटै टुङ्ग्याउनु पर्ने भएको हुनाले केही विधि चाहिँबाट चाहिँ त्यो बेला चुकेका हौँ हामी जब चुक्यौँ त्यसपछि विभिन्न साथीहरूमा निराशाहरू आउँदै गयो। निराश भएर धेरै साथीहरू राजीनामा पार्टीबाट दिनुभयो, छोडेर पनि जानुभयो। म पनि छोड्छु भने यो कुरो चाहिँ एकदमै गलत सूचना पाउनु भएको छ हजुरले। म कहिले पनि पार्टीको म एउटा जिम्मेवार तहमा बसिसकेको व्यक्तिको नाताले म पार्टीका कुराहरू पार्टीका आन्तरिक फोरममा उठाउने कुरा गर्छु। आन्तरिक कुराहरू बाहिर ल्याएर मैले त्यो गरिराख्नुपर्ने त्यो बेला मैले उपयुक्त ठानिनँ। समीक्षाहरू हुन्छन् र आउने आगामी दिनमा यस्ता पार्टीबाट त्रुटिहरू, कमी कमजोरीहरू नहुन् र एउटा चाहिँ हामीले सिख पनि के सिकाइदियो भने यस्तै चाहिँ भविष्यमा पनि भइदियो भने आउने स्थानीय निकायको निर्वाचन र प्रदेश तहको निर्वाचनमा पनि के गर्ने त, त्यसको पनि पूर्व तयारी गर्ने पनि चाहिँ हामीले समय पाएका छौँ। पूर्वानुमान लगाएर हुन सक्ने भविष्यका यस्ता गतिविधिहरूलाई अहिलेदेखि नै चाहिँ एउटा योजनाबद्ध तरिकाले र विधिवत तरिकाले चाहिँ टुङ्ग्याउने काममा चाहिँ छौँ हामी। होइन, तर पार्टीमा अब जुन टिकट वितरणमा पनि पैसाको बार्गेनिङ भयो, पैसाले टिकट खरिद गर्यो, मान्छेहरू धेरै आरोप लगाएको थियो नि, त्यतिखेर पनि तपाईँको पनि अब राजीनामा दिने लगभग हामीले कुरो सुनेका थियौँ कि होइन। पार्टीमा पैसाले टिकट किनबेच भयो भन्ने कुरो यो बजारमा मैले पनि सुनेको छु, तर जुन ठाउँमा मैले सुनेको छु त्यो ठाउँमा मैले प्रमाण मागेको पनि छु। प्रमाण चाहिँ प्रस्तुत कसैले गर्नु नसक्ने। पक्कै पनि चाहिँ केही गतिविधिहरू यस्ता चाहिँ भएका हुन्, तर पैसाको लेनदेन केही गतिविधिहरू चाहिँ भएको भन्ने कुरो सूचना मसँग चाहिँ छैन। माग गर्ने कुराहरू अथवा केही कुराहरू मेरो अगाडि पनि आएका हुन् र त्यसलाई चाहिँ हामीले सम्बन्धित निकायमा समयमा चाहिँ जानकारी गराएका छौँ। तपाईँमाथि त एउटा आरोप के लाग्थ्यो भने अब चुनावको बेलामा तपाईँले उम्मेदवारहरूलाई सहयोगै गर्नु भएन, कतै अब भोट माग्न जाँदाखेरि पनि तपाईँ कतै देखिनु भएन, एकदमै मतलब शून्यको अवस्थामा बस्नुभयो तपाईँ। यो आरोप अहिले उम्मेदवारज्यूहरूले पनि ममाथि लगाउनु भएको छ। हो, त्यही उम्मेदवारहरूकै कुरो गर्दैछौँ हामी। उम्मेदवारज्यूहरूले लगाउनु भएको छ, तर तपाईँ गएर हेर्न सक्नुहुन्छ करैयामाईमा, महागढीमाईमा, गन्जको चाहे त्यो बगरमपुर होस्, चाहे त्यो गन्जभवानीपुर होस्, चाहे तपाईँको पचरौतामा होस्, चाहे सुवर्ण गाउँपालिकाको कवहीगोठमा होस्, 2 नम्बर क्षेत्रको कुरा गर्ने हो भने म आफैले पनि चाहिँ त्यहाँ पुगेर कुन सभाहरूमा सहभागी भएर नागरिकहरूसँग चाहिँ प्रत्यक्ष भेटघाट गरेर भोट मागेको अवस्था छ। 3 नम्बरमा अरविन्दजीसँग पनि विभिन्न ठाउँहरूमा, चाहे त्यो 11 नम्बरबाट होस्, जितपुर शिवराका। एउटा कुरा हामीले के पनि बुझिदिनुपर्छ भने नेतृत्व तहमा रहेका व्यक्तिहरू अथवा सङ्गठन चलाउने व्यक्तिहरूले सङ्गठन बीच समन्वय गर्ने प्रयास गर्ने हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन र उम्मेदवारहरू बीच समन्वयको चरम अभाव चाहिँ निर्वाचनको समयमा भएकै हो। धेरै ठाउँहरूमा, सबै ठाउँमा हुन सकेन। हाम्रो जितपुर सिमरामा सङ्गठन र उम्मेदवारहरू बीच समन्वयको राम्रो थियो। अरू ठाउँमा सङ्गठन र समन्वयको चाहिँ अभाव हुँदै गर्दाखेरि एउटा जिल्लाको नेतृत्व तहमा रहिसकेपछि मैले सङ्गठन र उम्मेदवारज्यूहरू बीच चाहिँ समन्वय गराउने प्रयास गर्ने। जो रुष्ट साथीहरू छन् उहाँहरूलाई चाहिँ जसरी पनि उहाँहरूलाई सन्तुष्ट बनाइदिने काम हो। चुनावको समय पनि धेरै थिएन, 40-45 दिन चाहिँ चुनावको हुँदै गर्दाखेरि अब एउटा त विशेष गरेर 2 नम्बर, 3 नम्बर र 4 नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारज्यूहरू भर्खरै मात्र पार्टी प्रवेश गरेर चाहिँ निर्वाचनमा सहभागी हुन आउनु भएको थियो। उहाँहरूसँग सम्पर्क सहकार्य हाम्रो सङ्गठनको पहिलादेखि थिएन, चिनजान थिएन। त्यसले गर्दाखेरि जब उहाँहरू आइसकेपछि सङ्गठनमा चरम एउटा असन्तोष सृजना भएको थियो। त्यो असन्तोषलाई कसरी मिलाइदिने भन्ने नेतृत्व तहमा बसेर काम मैले गरिराखेको थिएँ। त्यसमा म त भन्छु केही साथीहरू चाहिँ राजीनामा दिएर गएका बाहेक सम्पूर्ण सङ्गठनलाई
चाहिँ बचाएर ल्याइदिने अथवा राखिदिने चाहिँ श्रेय पनि चाहिँ जानुपर्छ मलाई, किनकि त्यो बेला यस्तो स्थिति भइसकेको थियो कि पहिलादेखि जुडेको स्थापना कालदेखि जुडेका राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू छिन्न भिन्न भइदिने अथवा सम्पूर्ण सङ्गठनहरू नै चाहिँ बाराको एकै दिनमा एकै घन्टामा चाहिँ पुरै सखाप भइदिने अवस्था थियो। त्यो सङ्गठनलाई चाहिँ बचाइदिने काममा मैले चाहिँ एकदमै सङ्घर्ष गरेको छु र त्यो बचाउने प्रयासमा म चाहिँ फिल्डमा चाहिँ त्यति चाहिँ म नदेखिएको हुन सक्ला, तर म चाहिँ पुग्न चाहिँ सबै ठाउँमा पुगेको छु। तर अहिले तपाईँमाथि आरोप पनि के लागेको छ भने अब तपाईँलाई नै उल्टै कारबाहीको लागि अब राजसभाभित्रै आवाजहरू उठिरहेछ। अब राजसभामा पनि अब कति गुट छन्? यहाँ कति 12मा मात्र कति गुट छन् राजसभामा? होइन, अब राजपामा पार्टीको गुट छैन, मान्छेको गुट। तर कस्तो छ भने कोही व्यक्तिहरूले आफ्नो स्वार्थ सिद्धि गर्नको लागि र राष्ट्रिय स्वतन्त्र पार्टीमा सुरुदेखि सङ्घर्ष गरेर जुन पार्टीलाई अहिलेसम्म लिएर आउनु भएको छ ती साथीहरूलाई हेर्न नसक्ने केही तत्त्वहरू चाहिँ पछिल्लो समयमा चाहिँ उहाँहरूको गतिविधिहरू सल्बलाइराखेको हामीले महसुस गरेका छौँ। उम्मेदवारज्यूहरूले कारबाही गराउनुपर्छ भनेर भन्दै गर्दाखेरि मेरो यो सुरुदेखिकै एउटा के धारणा रहेको छ भने कारबाही ठुलो कुरा होइन क्या। हाम्रो विचार, हाम्रो सिद्धान्त, हाम्रो काम बारावासीले देख्नु भएको छ र म यसमा के पनि भन्न चाहन्छु भने सबभन्दा ठुलो अदालत जनताको अदालत हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा आजको मितिमा हजुरसँग कुराकानी गर्दै गर्दाखेरि लगभग 10,300 प्लस चाहिँ क्रियाशील साथीहरू हुनुहुन्छ, सदस्यहरू हुनुहुन्छ। अब ती सदस्यहरूले पार्टीले अधिवेशन घोषणा गरिसकेको छ वैशाख 15 गतेदेखि। सबै कुरा ठिकठाक रह्यो। बारा जिल्लामा भने सम्भवतः ज्येष्ठको दोस्रो अथवा तेस्रो सातासम्म बारा जिल्ला नै अधिवेशन हुन सक्ने बारा जिल्लाले चाहिँ त्यो लेभलको साङ्गठनिक संरचना निर्माण गरिसकेको अवस्था छ। आउने यही 19-20 को हाराहारीदेखि जिल्लामा चाहिँ वडा तहको अधिवेशन सुरु हुने कुरा प्रबल सम्भावना छ। पक्कै पनि चाहिँ बारा जिल्लामा रहेका 168 वटा वडाहरूको अधिवेशन सकिसकेपछि त्यसपछि पालिका अधिवेशन गर्न र पालिका अधिवेशन सकिसकेपछि जिल्ला अधिवेशन गर्न धेरै समय लाग्दैन। त्यही भएर कसैलाई कारबाही गर्नु भन्दा पनि यी अधिवेशनले सबै कुराहरू टुङ्ग्याउँछ र जिल्लामा भएका तपाईँले भने जस्तै यदि गुट उपगुट रहेका छन् भने पनि ती सबै गुट उपगुटलाई चाहिँ निराकरण गर्ने काम पनि चाहिँ आउने अधिवेशनले गर्छ भन्ने कुरा चाहिँ मैले विश्वास लिएको छु। होइन, तर जस्तै अहिलेदेखि नै अब टिकटको भनौँ न एक किसिमको आश्वासन दिने, म तपाईँले टिकट दिन्छु, आउनुहोस् मेरो पार्टीमा, तपाईँलाई म टिकट दिलाउँछु भन्ने कुरोहरू धेरै हामी सुनिरहेछौँ कि बजारमा यति न हल्ला छ। रासोपा जो पनि रासोपाकै उम्मेदवार बनेर हिँडिरहेछ। यसमा के छ तपाईँको? सप्रमाण यदि कहीँबाट पनि तपाईँहरूले पनि पाइदिनु भने तपाईँहरूले पनि हामीलाई सहयोग गरिदिनुपर्छ। त्यस्ता गतिविधिहरू पार्टीको सामुने आधिकारिक रूपमा ल्याइदिनु भने ती व्यक्तिहरूलाई कडाभन्दा कडा पार्टीको अनुशासनात्मक कारबाही चाहिँ पार्टीले गर्छ भनेर पार्टीको केन्द्रले नै भनिसकेको अवस्था छ। हामीले विगतमा तपाईँले देख्नुभयो होला, भर्खरै केही समय अगाडि चाहिँ एउटा प्रेस विज्ञप्ति पनि निकालेका थियौँ। अब यस्ता गतिविधिहरू कहीँ कतैबाट भइराखेको छ भने त्यो सह्य हुँदैन। त्यसलाई कठोर कारबाहीको दायरामा चाहिँ जिल्ला नेतृत्वको हिसाबले म चाहिँ लिएर आउँछु, पार्टीले ल्याउँछ भन्ने कुरा म सम्पूर्ण बारावासीलाई, राजपा बारालाई म चाहिँ जानकारी गराउन चाहन्छु। साथै यदि सबभन्दा पहिला के कुरा बुझ्नु पर्यो भने राजपाको टिकट एउटा विधि र पद्धति छ। अब त्यो विधि र प्रक्रिया पुरा गरेर मात्र पाइने हो। कसैले कोही पार्टीको ठुलो पदाधिकारी छ, मैले उसलाई टिकट दिइदिन्छु अथवा दिलाइदिन्छु, कुनै पदाधिकारीले भन्दैछ भने त्यसले झुटो बोलिरहेछ। अथवा कुनै मान्यज्यूहरूले कसैलाई चाहिँ आश्वासन दिइराख्नु भएको छ कि मैले तपाईँले वडामा टिकट दिलाइदिन सक्छु, मैले तपाईँलाई पालिकामा टिकट दिन सक्छु भने उहाँहरूले पनि झुटो बोलिराख्नु भएको छ भने सबैले चाहिँ बुझ्नुपर्छ। पार्टीको एउटा स्पष्ट विधि छ, प्राइमरी हुन्छ। अहिले त चाहिँ अस्ति भर्खरै हाम्रो यही वैशाख 20 गतेदेखि क्यान्डिडेट क्लब पनि खुल्ने कुराहरू छ। क्यान्डिडेट क्लबमा आबद्ध भएका साथीहरूले एउटा विधि र प्रक्रिया पुरा गरिसकेपछि, प्राइमरी पुरा गरिसकेपछि
पोलिटिकल प्रोक्सिमिटीका कोर्सहरू गरिसकेपछि पक्कै पनि उहाँहरूले नै टिकट पाउनुहुन्छ। बाहिरबाट कसैले टिकट दिलाइदिन्छु भने त्यो कुरा अफवाह हो, त्यसमा चाहिँ हामीले ध्यान दिएका छैनौँ। अनि अहिले राष्ट्रसभाभित्र जुन छ नि गुटको कुरो अघि त तपाईँले भन्नुभयो अधिवेशनबाट मतलब यो कुरो सल्टिन्छ भनेर, तर पनि यसमा देखिएको जुन छ नि हरेक क्षेत्रमा लगभग 1 नम्बर क्षेत्रमा छुट्टै गुट छ, 2 नम्बर क्षेत्रमा छुट्टै गुट छ, 3 नम्बरमा आफ्नै गुट छ, 4 नम्बरमा पनि लगभग आफ्नै गुट छ, तपाईँहरूको जिल्लामा जुन पुरानो गुटहरू छ त्यो आफ्नै हिसाबमा छ। यसमा कसरी मिलाउन सकिन्छ कि यसलाई अब राष्ट्रसभालाई एकबद्ध भएर लानको लागि तपाईँको योजना चाहिँ के छ? लोकतान्त्रिक पार्टी हो हाम्रो। तपाईँले त्यसलाई जसलाई गुटको संज्ञा दिइराख्नु भएको छ, पार्टीभित्र लोकतन्त्रको अभ्यास साथीहरूले गरिराख्नु भएको छ। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ, गुटबन्दीको रूपमा लिएका छैनौँ। र गुटबन्दी अहिले निर्वाचनको समयमा, अधिवेशनको समयमा लोकतान्त्रिक विधि पद्धति पालना गरेर, पार्टीको नीति नियम पालना गरेर अधिवेशनमा सहभागी भएर म वडा सभापति बन्छु, म पालिका सभापति बन्छु, म क्षेत्रमा आउँछु, म जिल्ला सभापति बन्छु, पार्टीसँग जोडिएका सबै साथीहरूको इच्छा हुनु स्वाभाविक कुराको रूपमा मैले लिएको छु। त्यसका केही विधि प्रक्रियाहरू छन्। त्यो विधि प्रक्रिया पुरा गरेर आइसकेपछि मात्रै यो त्यसपछि सबै बारेमा ठिक हुन्छ भन्ने मैले चाहिँ मानेको छु। अहिले अब यो 4वटै निर्वाचन क्षेत्रमा, बाराको 4वटै निर्वाचन क्षेत्र राष्ट्रसभा जितेको छ हैन? अब उहाँहरू पार्टीसँग कतिको मतलब समन्वय गर्दै हुनुहुन्छ, सहकार्य गर्दै हुनुहुन्छ? अब तपाईँ त एउटा जिल्ला सभापति हुनुहुन्छ, तपाईँसँग समन्वय सहकार्यहरू कतिको छ उहाँहरूको? मैले अघि नै राखेको कुरा हो कि बारा जिल्लाको एउटा निर्वाचन क्षेत्र बाहेक 2, 3, 4 का उम्मेदवारज्यूहरू केही समय मात्रै पार्टीसँग आबद्ध भएर आइसकेपछि उहाँहरू अहिले हाम्रो गहना हुन्। उहाँहरू अहिले चाहिँ समन्वय गर्ने हामी पनि प्रयास गर्दैछौँ। उहाँ पनि चाहिँ आफ्नो पहिलाको संरचनाहरूलाई चाहिँ हामीहरू साथमा चाहिँ समन्वय गराउने प्रयास गर्दै हुनुहुन्छ। केही ठाउँमा जिल्लाका केही साथीहरूसँग अथवा क्षेत्र अथवा पालिकाका साथीहरूसँग समन्वय उम्मेदवारज्यूहरूसँग अहिले पनि सुमधुर हुन सकेको छैन भन्ने सूचना चाहिँ मैले जिल्ला सभापतिको नाताले पाइराखेको छु। तर यो आगामी दिनमा चाहिँ पक्कै पनि सबै उम्मेदवारज्यूहरूसँग राम्रो समन्वयकारी भूमिका सङ्गठनको हुन्छ र भन्ने विश्वास लिएको छु। र अर्को कुरा के छ भने उम्मेदवारज्यूहरूले पनि यो कुरा के बुझिदिनु पऱ्यो भने ती साथीहरूले बनाइदिएको घरमा चाहिँ हजुरहरू आउँदै गर्दाखेरि अब हजुरहरू त्यो पाहुनाको रूपमा चाहिँ व्यवहार नगरिदिनुहोस्। हजुरहरू पनि अब परिवारको सदस्य हो र यही परिवारमै चाहिँ आन्तरिक कोरममै चाहिँ लोकतान्त्रिक विधि पद्धति प्रयोग गरेर नै चाहिँ सबै यसमा छलफल गरौँ भन्ने म हजुरकै मार्फतबाट अनुरोध गर्छु। समन्वयको अभाव चाहिँ पक्कै पनि छ। निर्वाचित भइसकेका हाम्रा जुन मान्यज्यू हुनुहुन्छ उहाँहरूको अब जिल्लामा आएर विभिन्न खाले स्टन्टबाजी गरेको बढी हामी देखिरहेछौँ। अहिले पनि अस्ति मात्र सिडिओ कार्यालयमा पनि केही मिटिङहरूमा उहाँहरूले कार्यालय प्रमुखहरूलाई बोलाएरै अब अलिक भनौँ न अब धेरै कार्यालय प्रमुखहरू गुनासो गर्दै हुनुहुन्थ्यो कि मान्यज्यूहरू एकैचोटि हामीलाई अब यो मतलब स्कुलको विद्यार्थी जस्तै हामीले ठान्नुभयो। उहाँहरू चाहिँ टिचर, हामी चाहिँ विद्यार्थी जस्तो हामीले झपारेर एक मतलब भनौँ न मोरल डाउन गर्ने किसिमको कुरोहरू आइरहेछ। यसमा के छ, तपाईँहरू त्यसलाई निगरानी गर्दै हुनुहुन्छ कि? बारामा भइराखेका सम्पूर्ण मान्यज्यूहरूका गतिविधि जिल्ला नेतृत्वको नाताले हामीले सूक्ष्म रूपमा निहालेर बसेका छौँ। पक्कै पनि उहाँहरूलाई चाहिँ जनताको आवाज उठाइदिन, नीति निर्माण, कानुन निर्माणको कुराहरू गरिदिनको लागि चाहिँ बारावासीहरूले चाहिँ निर्वाचित गरेर अत्यधिक मत दिएर पठाउनु भएको छ। सङ्गठनको नाताले चाहिँ समन्वयकारी भूमिका हामीले निर्वाह गर्ने प्रयास गरिराखेकै छौँ। आउने समयमा अधिवेशन पश्चात एउटा सुमधुर सम्बन्ध स्थापित भएर चाहिँ सबैजना चाहिँ अगाडि बढ्ने नै छौँ। तर अराजकता कसैले फैलाउन कोसिस गर्छ भने पार्टीको सङ्गठन र पार्टीको विधि विधानभन्दा माथि कोही पनि हुँदैन। हाम्रो पार्टीका केन्द्रीय सभापतिज्यू आदरणीय नेता हाम्रा रवि लामी छानेज्यूले सुरुमै राइट टु रिकलको कुराहरू गरिसक्नु भएको छ। सबै उम्मेदवारज्यूहरूलाई यो कुराहरू हेका हुनुपर्छ। बारावासीले चुन्न जानेका छन् भनेपछि आउने आगामी समयमा आफ्नो मात्र फिर्ता लिन पर्ने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको छ। अब यसपछिको अब तपाईँको राजनीतिक यात्रा के छ? अब के सोचमा हुनुहुन्छ?
अब जिल्ला सभापति मात्र बस्ने हो कि अब त स्थानीय तहको चुनाव पनि आउँदैछ? अब स्थानीय तहको निर्वाचन आउँदै गर्दाखेरि अब एउटा युवाको नाताले महागढीमाईका युवाहरूले मलाई माया गर्नुहुन्छ जस्तो मलाई महसुस हुन्छ। म विशेष गरेर यो हजुरको पोडकास्ट मार्फतबाट महागढीमाईका सम्पूर्ण युवाहरूलाई, आफ्नो दाजुभाइ दिदीबहिनी, हजुरबुवा, काका काकीहरूलाई के अनुरोध गर्न चाहन्छु भने हजुरहरूको माया र हजुरहरूले प्रदान गरेको शक्तिको कारणले गर्दाखेरि म राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाको सभापति बन्न सफल भएको। महागढीमाईको माटोमा र गढीमाईको आशीर्वादमा एउटा शक्ति छ के 2079 साल भदौ 29 गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै गर्दाखेरि सबभन्दा पहिला पार्टीबाट म जुडेँ भनेर म जब आफ्नो घरमा गएँ नि, अनि मेरो पारिवारिक पृष्ठभूमि पनि अन्य राजनीतिक दलको रहेछ। सायद मैले त्यति उहाँहरू खुसी हुनु भएन कि भन्ने कुरो पनि मैले महसुस गरेँ। राजनीतिक सहकार्य र राजनीतिक रूपमा छलफल त मेरो परिवार बिचमा अहिले पनि छैन, किनकि म एउटा छुट्टै राजनीतिक पृष्ठभूमि बोकेको व्यक्ति र मेरो परिवार एउटा छुट्टै राजनीतिक पृष्ठभूमि बोकेको व्यक्ति। छलफल राजनीति सम्बन्धी हुँदैन, तैपनि उहाँहरूको माया एकदम अथाह छ ममाथि। आफ्ना घर परिवारको माया प्रेमको कारणले गर्दाखेरि पनि म अहिलेसम्म चाहिँ यहाँ आइपुगेको छु। भदौ 29 गते जुड्दै गर्दाखेरि आजको अथवा देशकै सबभन्दा ठुलो राजनीतिक दलको एउटा बारा जिल्लाको जिल्ला सभापतिको रूपमा म हुन्छु भनेर चाहिँ यतिकै कम समयमा त सोच्न पक्कै पनि मैले पनि सोचेको थिइनँ। यदि सोचेको थिएँ भनेपछि चाहिँ झुटो हुन्छ। तर मैले नेतृत्व गर्दै गर्दाखेरि बाराको सबभन्दा ठुलो राजनीतिक दल रासपालाई बारामा बनाउँछु भनेर अठोट र प्रतिज्ञा गरेकै हुँ। त्यो बमोजिमको योजनाबद्ध रूपमा मैले टोल टोल गाउँ गाउँमा काम गरेकै हुँ। र विशेष गरेर धन्यवाद महागढीमाई, हजुरहरूको छोरो, हजुरहरूको गाउँको भाइ भतिजा आज जिल्ला सभापति राष्ट्रको छ, बाराको छ, हजुरहरूकै देन छ। भने स्थानीय निकायको निर्वाचनमा महागढीमाईका युवाहरूले, महागढीमाईका मेरा अङ्कल आन्टीहरूले के भन्नुहुन्छ, दाजुभाइ दिदीबहिनीहरूले के भन्नुहुन्छ, त्यो बमोजिम पक्कै पनि निर्णय गरिनेछ। भनेपछि अब महागढीमाईको मेयरमा चुनाव लड्नुहुन्छ? मैले पहिला पनि भने महागढीमाईको नगरपालिकाको मेयरमा चुनाव लड्नुभन्दा पनि त्यहाँका नागरिकहरूले के चाहनुहुन्छ भन्ने उहाँहरूको उहाँहरूको मनोभावनाको सम्मान गर्छु र पार्टीको विधि र पद्धति पुरा गर्छु। चुनाव लड्छु भन्दैमा टिकट पाइदिने अवस्था पनि कसैको छैन, हुँदैन, रहँदैन। तर महागढीमाईले मलाई माया गरेको छ, यहाँसम्म पुर्याएको छ। आउने आगामी दिनमा थप अगाडि लिएर जान्छ महागढीमाईले, मलाई विश्वास छ। बरियारपुरको माटोमा छ एउटा शक्ति छ। अनि हिजो अस्ति मात्र तपाईँहरू प्रदेश र केन्द्रबाट पनि केही निर्देशनहरू जारी भएको छ यो स्थानीय चुनावले लिएर। के छ यसमा? अब जस्तै अब मानौँ न, अब नयाँ साथीहरू हुनुहुन्छ, राजसभामा जोडिन चाहनुहुन्छ या उम्मेदवार बन्न चाहनुहुन्छ भने तपाईँहरूको अहिलेको के छ? अब विधि विधान के छ, त्यसले के गर्न सकिन्छ? हामीले केन्द्रले भर्खरै अस्ति मात्रै चाहिँ एउटा परिपत्र जारी गरेर यही 14 गतेदेखि 14 गते वडा, 15 गते पालिका, 16 गते जिल्ला, 17 गते प्रदेश लगायतसँग चाहिँ एउटा राय सरसल्लाह सुझाव मागेको छ कि कसरी टिकट वितरण गर्ने त अब आउने समयमा, कुन विधि प्रक्रियाहरू प्रयोग गर्ने त भन्ने विषयमा चाहिँ राय सरसल्लाह सुझाव मागेको छ। र यस राय सरसल्लाह सुझावको आधारमा हामीहरूले उपलब्ध गराएका विषयहरूको आधारमा रासपाले एउटा नीति बनाउँछ, एउटा विधि बनाउँछ र वैशाख 20 गतेदेखि एउटा क्यान्डिडेट क्लबको भन्ने घोषणा हुन गइरहेको छ। त्यसमा रासपाका साथीहरू जो पनि हुनुहुन्छ, सदस्यज्यूहरू त्यसमा जुड्न सक्नुहुन्छ र क्यान्डिडेट क्लबमा जुडिसकेपछि एउटा विधि प्रक्रियाहरू पार गरिसकेपछि उहाँहरू उम्मेदवार हुन पाउनुहुन्छ भन्ने नै हो सर। अब के छ रणनीति, के छ अब स्थानीय चुनावमा तपाईँहरूको रणनीति के हुन्छ? स्थानीय चुनावमा पनि पुरै रासपा बाराको 16 स्थानीय तहहरू रासपामै होस्, जुन तरिकाले अहिले 4वटै निर्वाचन क्षेत्रहरू मेरो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी
बाराको मेरो नेतृत्वमा अहिले जित्यो। त्यस्तै आउने प्रदेशको 8वटै क्षेत्र अथवा स्थानीय निकायहरू पनि 16वटामा रासपा 12 नै हुन्छ भन्ने चाहिँ हामीहरू कुन तरिकाले अगाडि बढ्दा उपयुक्त हुन्छ त्यो विषयमा चाहिँ योजनाबद्ध रूपमा अगाडि बढिराखेकै छौँ। अहिले सबभन्दा चर्चाको विषय चाहिँ हामीले हेर्ने हो भने अब सामाजिक सञ्जालदेखि लिएर विभिन्न चौक चौराहामा अब यसपालिको स्थानीय चुनाव निर्दलीय गराउँछ रासोपाले भनिरहेछ। फेरि रासोपाले एकातिर आफ्नो हिसाबले मतलब स्थानीय तहको तयारी पनि गरिरहेको छ। खासमा के लागिरहेछ, वास्तवमा स्थानीय तहको चुनाव निर्दलीय हुन्छ कि पार्टीगतै हुन्छ? एउटा राजनीतिक दल भइसकेपछि जुनसुकै अवस्थाको लागि पनि पहिलादेखि तयारी अवस्थामा हुनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा प्रतिनिधि सभा निर्वाचनमा होमिनुभन्दा अगाडि नै आफ्नो घोषणापत्र जारी गरेको थियो। त्यो घोषणापत्रमा हामीले स्पष्ट रूपमा राखेका थियौँ कुराहरू। हामीले वकालत गर्छौँ निर्दलीय निर्वाचनको। त्यो बेला हामीले झन्डै 2/3 ल्याइहाल्छौँ नै भनेर हामीले चाहिँ त्यो थिएन, हामीले सोचेका थिएनौँ। तर रासपाप्रति, घन्टीप्रति र बालेनप्रति, यो राष्ट्रिय स्वतन्त्र पार्टी, घन्टी र बालेनप्रति नेपाल अधिराज्यभरिका आम जनसमुदायले, नागरिक वर्गहरूले देखाउनु भएको उच्च मायाको स्वरूप झन्डै 2/3 हामीले ल्याउनु पुगेका छौँ। भनेपछि यदि अन्य राजनीतिक दलहरूले समन्वयकारी र साँच्चीकै अहिले पनि उहाँहरूलाई थोरै पनि सचिने चाहिँ उहाँहरूमा छाँटगाँठ छ भने संविधान संशोधनको प्रक्रियालाई सहजता रूपमा चाहिँ रासपालाई सघाउनु हुनेछ भन्ने हामीले अहिले विश्वास लिएका छौँ। संविधान संशोधनका मार्फतबाट निर्दलीय निर्वाचन भयो भने रासपा त्यसको लागि पनि चाहिँ वकालत गरेकै हो, त्यसको लागि पनि तयारी अवस्थामा छ। संविधान संशोधन नभएर निर्वाचन भयो भने पनि त्यसको लागि हामीले क्यान्डिडेट क्लब मार्फत अगाडि बढिराखेकै छौँ। निर्दलीय निर्वाचन गर्नको लागि पक्कै पनि संविधान संशोधनका कुराहरू आउँछ र त्यो रासपा एक्लैले चाहिँ अहिले गर्न सक्ने अवस्था छैन। तल्लो सदनमा चाहिँ हाम्रो 2/3 पुर्याउन सके तापनि माथिल्लो सदनमा अन्य राजनीतिक दलहरूले पनि इमान्दारिता देखाउनुपर्छ भन्ने चाहिँ हामीले विश्वासका साथ संविधान संशोधन कार्यदलहरू पनि गठन गरिएको छ। असीम शाहजीको नेतृत्वमा, संयोजकत्वमा अन्य राजनीतिक दलहरूलाई पनि चाहिँ त्यसमा राजनीतिक दलहरूको पनि प्रतिनिधिहरू बोलाएर संविधानमा कुन बुँदाहरू, कुन धारा उपधाराहरू संशोधन गर्नुपर्छ भनेर सबै राजनीतिक दलहरूसँग दोस्रो बैठक पनि भइसकेको छ। सबैसँग लिखित रूपमा पनि माग भइसकेको छ। छलफलहरू पक्कै पनि आउने आगामी दिनमा हुने नै छन् सकारात्मक रूपमा। त्यसमा स्थानीय निकायको निर्वाचन पनि निर्दलीय गराउनुपर्छ भनेर रासपाले चाहिँ आफ्नो लाइन लिएको छ। सहमति भयो, संविधान संशोधन भयो भन्ने निर्दलीय निर्वाचन हुन्छ। त्यसको लागि पनि सबै तयारी अवस्थामा रहनुपर्छ। अब यो कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँ? अन्तमा राष्ट्रिय स्वतन्त्र पार्टी बारालाई म भन्छु, सबै साथीहरू सुरुदेखि तपाईँहरू जोड्नु भएको छ, धेरै नयाँ साथीहरू आउनु भएको छ, सबैलाई स्वागत गरौँ। परिवार अब ठुलो भइसक्यो। ठुलो परिवारलाई सँग सहकार्य हातोमालो गर्दै चाहिँ समाज विकासका कुराहरूमा अगाडि बढौँ र आउने अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। एउटा यो कुरा राख्न चाहन्छु पार्टीगत हिसाबले। अन्तिममा म एउटा आफ्नो गृहपालिकाको लागि पनि चाहिँ कुरा राख्न चाहन्छु। सबसे पहले तो अपन लोगन सब कोई के हाथ जोड़ के प्रणाम। अपन लोगन के लड़का एगो बरियारपुर के धरती से आके आज राष्ट्रीय स्वतंत्र पार्टी बारा जिला के सभापति बा। बिजी बा, कुछ राजनीति करे, इतना ऊपर तक के राजनीति करे कह के ना सोच ले रही, लेकिन अपने लोगन के शक्ति, अपने लोगन के आशीर्वाद से यहाँ तक हम पुगल बनी। अपने ही लोगन पुगल बनी लोगन। आए वाला दिन में भी अपने लोगन हमरा के आशीर्वाद देम लोगन। जेंगा राष्ट्रीय स्वतंत्र पार्टी के 12 के 4 निर्वाचन क्षेत्र हमारा नेतृत्व में जीतल बा। आए वाला महागढ़ी में के नागरिक जीती, हमनी के साथ में मिलकर काम कर तो ये विश्वास बाटे। अपने लोगन के बीच में नहीं पुगे सकत, समय नहीं देवे सकत, हर एक जगह नहीं आवे सकत, एला दुख हमरो बा। लेकिन आशा करता नहीं कि अपने अपन बेटा के, अपन भाई भतीजा के कुछ एमे तक सुन डिस्काउंट जरूर दें।
आई एम जल्दी अपन लोगों के बीच में, अब अपने ही लोगों के बीच में बहुत जल्दी से रहें। जिला अधिवेशन के बाद में आप लोगों के बीच में पूरा समय देवे के वाचा करते हैं। हस्, धन्यवाद। समय दिनुभयो त्यसको लागि पनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद।